ल यसरी नै हाम्रो ब्लग सुरु भएको छ र हामी अहिले बस बाइकमा भन्नाले नि हामी यो अहिले ब्रिटिस चोकमा छौँ। ब्लग गर्ने यसरी त होला है, अब कसरी थाहा पनि छैन। यसो मिठो मुस्कान चाहिँ ब्लग हान्ने भनेर हान्थ्यो। गाइज गाइज त भन्नै पर्छ, गाई चाहिँ नभने त हुन्न। बाटो यस्तो छ, अब के गर्नु त गाइज, म कता जानु त गाइज, हेर्नुहोस् त गाइज, यस्तो छ गाइज पाहाड। गाइज यहाँ रोड छ अनि म यहाँ छु गाइज, म त चुर तान्दैछु गाइज। यो हाम्रो पोखरा भ्याली, यता नाइट हुँदा हो गाइज। यता उता टाढाको लाइटहरू चाहिँ हाम्रो चाइनिज गुम्बा पुम्दीकोट र त्यो तल्लो त्यो अलि एकदमतिर लाइट आएको छ त्यो चाहिँ मेथलाङको कुन रिजोर्ट होला आई गेस। र त्योभन्दा माथि चाहिँ हाम्रो वान एन्ड ओन्ली सरङकोट र त्यता त्यो काउडाँडा हो। र त्यो चाहिँ आई डोन्ट नो त्यो के हो, मैले बिर्सिएँ अहिले। र यो चाहिँ हाम्रो मेन पृथ्वी हाइवे। र अहिले चाहिँ म यहाँ मामाको होटेलमा छु गाइज है। अब चुरोट तान्दैछु, फ्ल्यासले अलिकति आँखा खाएँ। चुरोट चाहिँ एभ्रिडे खाइरहेको हुन्छु म। अनि यहाँ तल चाहिँ हाम्रो वान एन्ड ओन्ली बिपी बसबाग होइन। यो चाहिँ मेरो हुन्छ नि बर्थ प्लेस। लाइक अब म जन्मेको चाहिँ यो घरको ठ्याक्क पछाडिपट्टि सिँढी थियो, त्यहाँ हो। त्यही पनि दिस इज अल द वे, दिस इज अल माई बिपी एन्ड दिस इज मी टाउके। नो टाउके, राहुल कार्की हो नाम चाहिँ। तर एभ्रीबडी युज टु कल्स मी टाउके because fucked up now. Vlog gonna